नमस्कार सबैलाई। म राजु राउत मनोमित। तपाईले सुनिरहनु भएको होला डिप्रेसन, एन्जाइटी हैन? व्यक्तिहरुमा एकदमै मुड स्विङ हुने, चुप लागेर बसिराख्ने, घोरिएर बस्ने हैन धेरै लक्षणहरु डिप्रेसनको बारेमा सुनिरहनु भएको होला। तपाईले कहिले सुन्नु भएको छ? कोही व्यक्ति ओहो म त मेरो अगाडि त अम्बानी पनि कोही हैन। म त संसारकै सबभन्दा ठुलो मान्छे हो, सबभन्दा म त राजा नै हो, हैन? यस्तो खालको चाहिँ थिङ्किङ भएको अनि एकदमै धेरै डिस्ट्र्याक्सन। अहिले एउटा काम गरिरहे पनि अर्को काम फेरि तुरुन्त अर्को काम गरिहाल्ने, फेरि अर्को काम गरिहाल्ने। जस्तो एउटा कुनै भनौँ न व्यक्ति चाहिँ किचनमा काम गरिरहेको छ, ओहो ला त लुगा पो धुनुपर्छ, लुगा धुन थालिहाल्ने, किचन बिर्सिदिइहाल्ने फेरि। त्यहाँबाट होइन म त अर्को काम गर्नु फेरि हिँडिहाल्ने। यस्तो खालको चाहिँ नेचर भएको। अनि राति नसुत्ने। 1-2 घण्टा सुते पनि भोलिपल्ट एकदम फ्रेस हो, म त 2 घण्टा सुते पनि मलाई त केही पनि फरक पर्दैन, मलाई नसुते पनि हुन्छ, त्यो टाइपको। यो नर्मल बिहेभियर होइन है, यसलाई हामी मेनिया भन्छौँ। भनेपछि यो चाहिँ ठ्याक्कै अपोजिट जस्तो देखिन्छ डिप्रेसन भन्दा। यसमा के हुन्छ भनेपछि व्यक्तिलाई चाहिँ एकदमै चाहिँ म जस्तो जानी सुन्ने कोही पनि होइन, म सबै काम चाहिँ गर्न सक्छु, एकदम चाहिँ के भन्छ लाउडली ठुलो स्वरले चाहिँ बोल्ने अनि त्यसपछि आफ्नै कुरा चाहिँ माथि राख्ने एकदमै धेरै। यसमा के लक्षणहरूको बारेमा म कुरा गर्छु, फेरि सबै नर्मल कन्डिसनमा पनि यो मेनिया नै भन्न हामी मिल्दैन। यसको प्रमुख लक्षणमा चाहिँ डिस्ट्र्याक्सन एकदम धेरै हुन्छ। डिस्ट्र्याक्सनमा चाहिँ हामी के भन्न सक्छौँ भन्दा एकदम एउटा काम गऱ्यो होइन, तुरुन्त अर्को काम त्यो बिच छोडेर अर्को कामतिर गइहाल्यो, फेरि तुरुन्त अर्को कामतिर गइहाल्यो। यसलाई म अर्कोमा पनि जोड्न सक्छु म है। जस्तो कुनै कुरा गरिरहेको छ भने हस्पिटलको कुरा गरिरहेको छ भने एकैचोटि कलेजको कुरातिर लगेर जोडिदिने, त्यसपछि गएर होइन बिहेको कुरा लगेर जोडिदिने भनेको जुन रिलेभेन्टै हुँदैन क्या। यसरी ठ्याक चाहिँ कुरालाई घुमाइदिइहाल्ने है, त्यो खालको लक्षणहरू हुन्छ। अर्को भनेको चाहिँ राति नसुत्ने, अनि नसुत्दाखेरि 2-3 घण्टा मात्रै सुत्दाखेरि पनि त फ्रेस देखिने होइन, एकदमै हाई लेभलको इनर्जी होइन, एकदम इनर्जी चाहिँ हाई लेभलको। 2-3 घण्टा सुत्दा पनि चाहिँ पुरै 10 घण्टा सुते जस्तो त्यो एकदम फ्रेस फिल आएको जस्तो गर्ने। अनि यस्ता व्यक्तिहरूमा चाहिँ रिस्क लिने एकदम धेरै चाहिँ सम्भावना हुन्छ क्या, एकदम हाई लेभलको रिस्क। उस्तै पऱ्यो भने चाहिँ अब यो घर जग्गा सबै राखेर चाहिँ होइन म त एकदम भगवान्ले मलाई दाहिने भएको छ नि 10 अर्ब आउँछ भने आशाले चाहिँ लगाइदिने, अनि एकदम सेयरमा भएपरको लगेर हालिदिने हो। ड्राइभिङ एकदमै चाहिँ त्यो के भन्छ त्यो भन्छ नि नेग्लिजेन्स होइन, त्यो गर्ने, त्यो खालको सम्भावना एकदम धेरै देखिन्छ। बुझ्नु पऱ्यो कि यस्तो भयो भने चाहिँ यो मेनिया हो। मेनिया खास धेरै त रहँदैन होइन, बाइपोलर डिसअर्डरमा कन्भर्ट भएन भने। तर के कुरा बुझ्नु पऱ्यो भने थोरै छोटो समयमा चाहिँ यसले धेरै नोक्सान गरिदिन सक्छ क्या। त्यही भएर चाहिँ कुनै व्यक्तिमा चाहिँ अचानक आफ्नो परिवार कुनै सदस्यमा चाहिँ यो ठ्याक्कै उसको चाहिँ व्यवहारमा परिवर्तन देखिन थाल्यो होइन, एकदम नबोल्ने मान्छे धेरै बोल्न थाल्यो होइन, अनि रातभरि नसुत्न थाल्यो अनि त्यसपछि ठुल्ठुला कुराहरू गर्न थाल्यो भने चाहिँ हामीले सम्झिनु पऱ्यो हो यो चाहिँ मेनियाको लक्षण हो भनेर। अनि कतिपय सवालमा सुरुको टाइममा चाहिँ यो एन्टिसाइकोटिक मेडिकेसन गर्न पनि हुनसक्छ होइन, किन भन्दा उसको इनर्जी लेभल एकदमै हाई हुन्छ कि, त्यसलाई रिड्युस गर्न पनि हुन्छ क्या। त्यसलाई चाहिँ रिड्युस गरेर एउटा ब्यालेन्समा ल्याएपछि अनि त्यसलाई बिस्तारै काउन्सिलिङहरूबाट पनि ठिक गर्न सकिन्छ। मैले भन्न चाहेँ होइन, यो धेरैलाई थाहा नहुन सक्छ। अहिलेको लागि यति नै, हस्, धन्यवाद, नमस्कार।